2003 साल राणाकालमै स्थापना भएको महेन्द्र पुस्तकालय पश्चिम नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पुस्तकालय हो, जुन बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित छ। म कल्पना पौडेल जिज्ञासु आफ्ना प्रकाशित कृतिहरू महेन्द्र पुस्तकालयमा हस्तान्तरण गर्नको लागि जाँदैछु। यस महेन्द्र पुस्तकालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूको घुइँचो लाग्ने गर्दछ। यहाँ ऐतिहासिक विभिन्न विधाका पुस्तकहरू उपलब्ध रहेका छन्। मैले प्रकाशित गरेका कृतिहरू परिचित गराउन गइरहेको छु। मेरो पहिलो गजल सङ्ग्रह भावनाका भेलहरू 2069 सालमा प्रकाशन भएको सङ्ग्रह हो, जसलाई ऐरावती प्रकाशनले बजारमा ल्याएको थियो। त्यसैगरी जुन हराएको रात मेरो दोस्रो गजल सङ्ग्रह हो, जसलाई कल्पना फाउन्डेसन नेपालले बजारमा ल्याएको हो, जुन 2071 सालमा प्रकाशन भएको थियो। त्यसैगरी विद्रोहका तरङ्ग मेरो मुक्तक सङ्ग्रह, यसलाई कल्पना फाउन्डेसन नेपालले नै बजारमा ल्याएको हो, जुन 2077 सालमा प्रकाशन भएको थियो। त्यसैगरी कल्पदीप मेरो नीति कथा सङ्ग्रह हो, यसलाई पनि विद्या विकास पब्लिकेसनले बजारमा ल्याएको हो। यो 2079 सालमा प्रकाशन गरेको कृति हो। त्यसैगरी कचहरी मेरो कथा सङ्ग्रह, जसलाई पनि विद्या विकास पब्लिकेसनले बजारमा ल्याएको हो। यो 2080 सालमा प्रकाशन भएको थियो। कल्पध्वनि मेरो लघु कथा सङ्ग्रह, 2081 सालमा कल्पना फाउन्डेसन नेपालले बजारमा ल्याएको मेरो लघु कथा सङ्ग्रह कल्पध्वनि। यो मेरो पछिल्लो 2083 सालमा प्रकाशन भएको अग्निस्पन्दन कविता सङ्ग्रह हो, जसलाई ऐरावती प्रकाशनले बजारमा ल्याएको हो। आज मैले मेरा एकल कृतिहरू र केही संयुक्त कृतिहरू यसै महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवज्यूलाई हस्तान्तरण गरेको छु। मेरो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा हार्दिक नमस्कार, धन्यवाद।